Hello everyone. I am researcher of astrology field, astrologer and Vastu consultant Astro Puja Sharma from Nepal, Chitwan, located in Hakim Chowk, Bharatpur 10. Now my office located in Hakim Chowk, Bharatpur 10. First of all, today I want to share you I want to share all of you good news about some astrology field. So I wanna say you, all of you, I'm gonna to starting new journey about astrology field, like opening on my YouTube channel of Joylakshmi Astrology Services. यस सामाजिक सञ्जालको माध्यमद्वारा हुनसक्छ टिकटक, हाम्रो फेसबुक, युट्युब च्यानल कुनै पनि माध्यमद्वारा हाम्रो जयलक्ष्मी ज्योतिष परामर्शको अफिसियल आइडीमा आबद्ध हुनुहुने देश तथा विदेशमा है नेसनल तथा इन्टरनेसनल कुनै पनि कन्ट्रीमा बसेर जतिजनाले पनि हाम्रो जयलक्ष्मी ज्योतिष परामर्शबाट आइरहने प्रत्येक भिडियोहरूलाई फलोअप गर्नुहुने र प्रत्येक भिडियोलाई हेरिरहनुहुने सम्पूर्णमा विशेष जानकारीको लागि मैले यो सानो भिडियो बनाउन गइरहेकी छु, जसमा विगत वर्षदेखि जयलक्ष्मी ज्योतिष परामर्शले करिब करिब विभिन्न देशहरूको तथा विभिन्न नेपालका विभिन्न जिल्लाहरूको कुण्डलीहरू हेर्दै आइरहेको छ, जसमा कुण्डलीहरू हेर्ने क्रममा र रिसर्चमेन्ट गर्ने क्रममा करिब करिब धेरै कुण्डलीहरू चाहिँ मैले नै रिसर्चमेन्ट गरेर सामाजिक सञ्जालको माध्यममा पनि पोस्ट गरिरहेको हुन्छु। पक्कै पनि हजुरहरूले हेर्नुभएको होला, जसमा टिकटकको माध्यमद्वारा पनि मैले पोस्ट गरिरहेको हुन्छु। हाम्रो सानो सानो रिसर्चमेन्टले सबैजनालाई जतिजनाले पनि ज्योतिष पेसा गर्नुभएको छ, जतिजना पनि एउटा एस्ट्रोलोजी फिल्डमा हुनुहुन्छ, उहाँहरूलाई पनि एउटा नलेज होस् हैन। एस्ट्रोलोजी भनेको एउटा ओन्ली एस्ट्रोलोजी इजन्ट द ओन्ली स्पिरिचुअल साइन्स। एस्ट्रोलोजी एउटा स्पिरिचुअल साइन्स मात्र होइन, एस्ट्रोलोजी भनेको एउटा मेडिकल साइन्स पनि हो। इट्स अल्सो अ मेडिकल साइन्स, जसमा अब पहिलाको दृष्टिकोणले हेर्नु पर्दाखेरि हामीले परापूर्व कालमा पहिलाको दृष्टिकोणले हेर्दाखेरि के हुन्थ्यो भन्दा एस्ट्रोलोजी फिल्डलाई चाहिँ नर्मल एउटा गरी खाने भाडाको रूपमा लिने गरिन्थ्यो अरे पहिला। तर अब चाहिँ एस्ट्रोलोजी भनेको चाहिँ एउटा साइन्स हो। एस्ट्रोलोजी भनेको गरी खाने भाडा होइन, किन भन्दाखेरि 90%ले एस्ट्रोलोजी फिल्डलाई चाहिँ एउटा गरी खाने भाडाको रूपमा मात्र लिनुभयो होला, तर एस्ट्रोलोजी भनेको एउटा अथाह समुद्र पनि हो। एस्ट्रोलोजी गरी खाने भाडा मात्र होइन है। एस्ट्रोलोजी भनेको एउटा यस्तो क्षेत्र हो जहाँ सबैलाई सर्भिसिङ दिने गरिन्छ। एउटा आध्यात्मिक विज्ञान मात्र होइन एस्ट्रोलोजी, ज्योतिष एउटा आध्यात्मिक विज्ञान मात्र होइन, ज्योतिष एउटा आयुर्वेदिक विज्ञान पनि हो, जसले पत्ता नलागेको रोगहरू पनि पत्ता लगाउने काम गरेको छ। एस्ट्रोलोजीमा हामीले प्लानेट वाइज हेर्ने गर्छौँ है, जसमा करिब करिब आजसम्म जयलक्ष्मी ज्योतिष परामर्शले देशभित्रको करिब करिब 29वटा जिल्लाको कुण्डली हेर्न सफल भएको छ भने देशबाट बाहिरको कुण्डलीहरू भनेको छु मैले। देशबाट बाहिरबाट 29वटा जिल्लाको कुण्डली 29वटा कन्ट्रीहरूको कुण्डली हेर्न चाहिँ सफल भएको छ जयलक्ष्मी एस्ट्रोलोजी सर्भिसले, जसमा आजसम्म विभिन्न देशको र विभिन्न जिल्लाको कुण्डलीहरू हेर्दै आउने क्रममा चाहिँ जति पनि हाम्रो रिसर्चमेन्टहरू रहेको छ, मैले चाहिँ प्रत्येक कुण्डलीको रिसर्चहरू गरेर पनि फेसबुकमा सामाजिक सञ्जालको माध्यमद्वारा अथवा टिकटकको माध्यमद्वारा पोस्ट गरिरहेको पनि हजुरहरूले देख्न सक्नुहुनेछ। जसमा हामीले ज्योतिष पेसालाई चाहिँ एउटा यो क्षेत्र भनेको हाम्रो एस्ट्रोलोजी फिल्ड भनेको के हो भन्दा यो भनेको रिसर्चमेन्ट हो। एउटा एस्ट्रोलोजी एउटा स्टडी मात्र होइन, एउटा वर्क मात्र होइन, यो भनेको एउटा रिसर्च हो। यसले सानो सानो सूक्ष्म कुराहरू पनि के गर्छ, खोज अनुसन्धान गर्दै 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 यसले धेरै यसको ठुलो ठुलो क्षेत्रमा पनि सदुपयोग गर्न सकिन्छ। एस्ट्रोलोजीलाई हुनसक्छ हाम्रो घरको वास्तुको क्षेत्रमा पनि, अथवा हाम्रो हुनसक्छ व्यक्तिको एउटा वैवाहिक एउटा म्यारिड लाइफ, एउटा क्यारियरको लाइफमा,
एउटा स्टुडेन्ट लाइफमा, म्यारिड लाइफमा, चाइल्ड लाइफमा देखि लिएर विभिन्न विषयमा चाहिँ एस्ट्रोलोजीले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ है। जसमा चाहिँ मैले चाहिँ आजबाट चाहिँ जयलक्ष्मी ज्योतिष परामर्शको नयाँ युट्युब च्यानल खोल्ने विषयहरू हजुरहरूको माझमा जानकारी गराइसकेको छु। जसमा भोलिबाट हामीले प्रत्येक दिनको एउटा नयाँ नयाँ एस्ट्रोलोजी टिप्सहरू हजुरहरूको माझमा लिएर आउनेछौँ। जसमा चाहिँ मैले हजुरहरूलाई जानकारी गराइहालेँ। करिब करिब विभिन्न देशहरूको र विभिन्न जिल्लाहरूको कुण्डलीहरू हेर्दै आउने क्रममा चाहिँ कतिपय कुण्डलीहरू चाहिँ देयर आर मोर अफ द कुण्डलीज अफ डक्टर्स, देयर आर मोर अफ द कुण्डलीज अफ टिचर्स, प्रोफेसर्स, लाइक इन्जिनियर्स, देयर लयर्स एसेट्रा। जतिजनाको पनि मैले भने हजुरहरूको माझमा सबै फिल्डको चाहिँ मैले कुण्डली प्रिडिक्सन गरेर बसेको थिएँ। जसमा कुण्डलीहरू प्रिडिक्सन गरिसकेपछि मैले एउटा एस्ट्रोलोजी फिल्डलाई एउटा चिना हेर्ने एउटा माध्यमको रूपमा, एउटा माध्यम मात्र होइन कि एस्ट्रोलोजी वर्क गरिसकेपछि विगत मैले केही वर्ष मैले अफिस सञ्चालन गरेँ। अफिस सञ्चालन गर्ने क्रममा व्यक्तिको कुण्डलीहरू हेर्ने क्रममा चाहिँ त्यसमा देखिएका के कारणले गर्दाखेरि आधिकारिक व्यक्तिको यो अकुपेसनमा राम्रो हुँदो रहेछ, के कारणले गर्दा आधिकारिक व्यक्तिको यो क्षेत्रमा समस्या देखियो, विभिन्न विषयहरूलाई मैले एकट्ठा गरेर मैले रिसर्चमेन्टको कामहरू पनि मैले भर्खरै गर्दै आइरहेको छु। जसमा चाहिँ हरेक फिल्डको क्याटेगोरिजको चाहिँ मैले व्यक्तिको कुण्डली पनि मैले रिसर्च गरेर राखेको विषय हजुरहरूलाई जानकारी गराउँदछु। जसमा मैले प्रत्येक रिसर्चमेन्ट गरेको विषयहरू पनि मैले सामाजिक सञ्जालको माध्यमबाट पनि मैले अपलोड गरिरहेको विषय पनि हजुरहरूले हेर्न सक्नुहुनेछ। जसमा मैले मेरो एउटा सानो अनुभव हजुरहरूको माझमा जानकारी गराउँदछु। यो चाहिँ आज हाम्रो पहिलो भिडियो रहेको छ। जसमा यो भिडियो चाहिँ स्पेसल्ली ज्योतिष भनेको एउटा ज्योतिष कस्तो क्षेत्र हो र जयलक्ष्मी ज्योतिष परामर्शले आजसम्म ज्योतिष कार्य गर्दै आउने क्रममा चाहिँ कतिवटा क्षेत्रमा, कतिवटा देशमा कसरी कुण्डली हेर्दै आइरहेको छ र आफ्नो अनुभवहरू, रिसर्चमेन्टका कुराहरू जानकारी गराउनको लागि म हजुरहरूको माझमा चाहिँ उपस्थित भएको छु। जसमा म हजुरहरूको माझमा चाहिँ एउटा मेरो सानो एक्सपिरियन्स सेयर गर्न चाहन्छु। आई वान्ट टु सेयरिङ माई अल अफ एक्सपिरियन्स। फर्स्टमा चाहिँ म के भन्न चाहन्छु भन्दा मैले करिब मैले एउटा व्यक्ति मेरो अफिसमा आउनु भएको थियो होइन। कुण्डली हेर्ने क्रममा मैले चाहिँ एस्ट्रोलोजी इजन्ट ओन्ली अ स्पिरिचुअल साइन्स, एस्ट्रोलोजी अल्सो मेडिकल साइन्स। जसरी हाम्रो ब्रह्माण्डमा के छ, हाम्रो प्लानेटहरू घुमिरहेको छ, ब्रह्माण्डमा घुमेको प्रत्येक प्लानेटले भने हाम्रो मौसमको दिनचर्या गरिरहेको छ। मौसमविदले मौसमको दिनचर्याको विषयमा जानकारी अपडेट गराउनुहुन्छ। ब्रह्माण्डमा भएका विषयहरू वैज्ञानिकहरूले चाहिँ हाम्रो ब्रह्माण्डमा, हाम्रो मार्समा के छ, हाम्रो मुनमा के छ, सबै कुराहरू चाहिँ के गराउनुहुन्छ, जानकारी गराउनुहुन्छ। भने जस्तै हाम्रो एस्ट्रोलोजीको फिल्डमा के हुन्छ भन्दा हाम्रो एस्ट्रोलोजीको चाहिँ प्रत्येक प्लानेट पोजिसनहरू हेर्ने गरिन्छ। हाम्रो जीवनको दैनिक दिनचर्याको सुरुवात केले हुन्छ भन्दा हाम्रो कुण्डलीमा भएको प्लानेटले हुन्छ है। त्यो विषय पनि मैले हजुरहरूको माझमा जानकारी गराएँ। जसमा चाहिँ एकजना मेरो क्लाइन्ट आउनु भएको थियो। उहाँलाई चाहिँ यो नर्भको प्रब्लम थियो, नसाको प्रब्लम थियो। अनि जतिचोटि ट्रिटमेन्ट गराउँदाखेरि पनि मेरो नर्भको प्रब्लम मेरो सल्भ भएन, जतिचोटि ट्रिटमेन्ट गर्दा नि मलाई चाइल्डको प्रब्लम छ भन्नुभयो। त्यसपछि मैले उहाँको कुण्डलीमा चाहिँ हामीले त राहु केतु, इट्स अ प्लानेट अफ स्याडो, यो भनेको छाया प्लानेट हो र यो छाया प्लानेट भएको कारणले गर्दा यो देख्न सकिन्न, एकदमै सूक्ष्म हुन्छ यो। र यसले गर्दाखेरि के हुन्छ भन्दा हाम्रो शरीरको पार्टहरू हामीलाई दुख्ने, तर ट्रिटमेन्ट गराउँदा के हुन्छ, सही ट्रिटमेन्ट गराउँदाखेरि हाम्रो ट्रिटमेन्ट रोग पत्ता लागिरहेको हुँदैन। मैले यो गर्नु है, यो राहु केतुको ट्रिटमेन्ट गर्नु है भनेर मैले उहाँलाई ट्रिटमेन्ट गर्न लगाइसकेपछि उहाँहरूले ट्रिटमेन्ट गरेर 2 महिनामा मलाई पोजिटिभ रिजल्ट, एकदमै राम्रो छ अहिले मेरो कन्डिसन भनेर मलाई उहाँहरूले जानकारी गराउनु भएको थियो। जसमा चाहिँ मैले चाहिँ हजुरहरूको माझमा के भन्न खोजेको थिएँ भन्दाखेरि एउटा सानो इक्जाम्पल दिएर मैले बुझाएँ र भोलिबाट चाहिँ पुनः यस्तै सानो सूक्ष्म कुराहरू, कुन योगले गर्दाखेरि कस्तो कन्डिसन हुन्छ, यस्तो विषयहरू चाहिँ हजुरहरूको माझमा लिएर आउने बाचा गर्दै एउटा सानो विषयका साथ जयलक्ष्मी एस्ट्रोलोजी सर्भिसेसबाट म पूजा शर्मा बिदावारी हुन चाहन्छु। धन्यवाद।